हेलो सम्पूर्ण नमस्कार जय नेपाल। यो विजय फड्फडे कहाँ हरायो भनेर भन्नुभयो होला। हराएको छैन, म यतैतिर छु। अहिले सामाजिक सञ्जालहरू निकै तात्तिरहेको छ। त्यो सामाजिक सञ्जाल के कुरामा तात्तियो भन्दाखेरि गणेश नेपाली एउटा भाइ, अब चाहे दुर्गमको होस् चाहे सुगमको होस्, जे भने एउटा नेपालभित्रको युवा हो त्यो भाइको बारेमा अहिले निकै सामाजिक सञ्जालहरू तात्तिरहेको छ। त्यही कुराहरूलाई लिएर म पनि केही शब्दहरू बोलौँ, आफै जानेको बुझेको हिसाबले चाहिँ यसो एक दुई शब्द बोलिदिउँ कि भन्ने हिसाबले बोलेँ है त मैले। अब त भन्यो भने सिस्टममा जाने हो भने केन्द्रीय सरकार भन्ने ठुलो कोही पनि छैन। जनता जनार्दन त भइहाल्यो, त्यस पछाडि केन्द्रीय सरकार, त्यस पछाडि आयो प्रदेश सरकार, सिस्टमेटिक हिसाबले त्यस पछाडि आएर स्थानीय सरकार हुन्छ। यो काठमाडौँ महानगरपालिकाले कुनै पनि कार्य योजनाहरू गर्नु पर्दाखेरि प्रदेश सरकार र केन्द्रीय सरकारलाई अनुमति दिनुपर्ने हुन्छ, सहकार्य गर्नुपर्ने हुन्छ। तर केन्द्रीय सरकारले पनि प्रदेश सरकारले पनि काठमाडौँ महानगरले 7वटा प्रदेशको सिङ्गो देश नेपालको राजधानी काठमाडौँमा कुनै पनि केन्द्रीय सरकारले होस् चाहे प्रदेश सरकारले होस् कुनै पनि कार्य योजना गर्नु पर्दाखेरि स्थानीय सरकारलाई पनि पर्ने कुन ठाउँमा योजना कार्ययोजनाहरू सुरु हुन्छ त्यो ठाउँमा चाहिँ त्यो वडाको जनप्रतिनिधिहरूलाई जानकारी गराउनु पर्ने हुन्छ। तर त्यो गरेन। सबैभन्दा बढी त तपाईँको यहाँ स्थानीय सरकार अहिले काठमाडौँ महानगरपालिका केही कुरो गरौँ। पहिला पनि यो बिरुवाहरू उखालेको यताउति के भनेको मैले सुनिरहेको थियो, के हो यो के हो त्यो मलाई थाहा भएन। हालैले यो गणेश नेपालीको आत्मदाह गरेको कुरो छ। त्यसमा यो काठमाडौँ महानगरपालिकाको निमित्त कार्यवाहक मेयर नाम यहाँलाई सबै थाहा होला। कुन पार्टीको के हो त्यो अब त्यो पार्टीगतको हिसाबमा कहिले पनि जान्न। पार्टीगत हिसाबमा गयो भने देश डामाडोल हुन्छ अनि योजनाहरू पनि डामाडोल हुन्छ। पार्टीको हिसाबले जाने होइन, दलको हिसाबले जाने होइन। एउटा जनप्रतिनिधि भइसके पछाडि देश र जनताको हितको लागि काम गर्नुपर्ने हुन्छ। अनि त्यसैले काठमाडौँ महानगरपालिकाले आफ्नो महानगर प्रहरीलाई अलि बढी नै परिचालन गरे जस्तो लाग्यो। किनकि यो ट्राफिक प्रहरी नेपाल प्रहरीले हुँदाहुँदै यिनीहरू त स्थायी सरकार हो त। नेपाल प्रहरी ट्राफिक प्रहरी यिनीहरू त नेपालको कर्मचारी हुने।